हामी चाहिँ निर्मल पोखरी जाम जान लागेको बाटो हेर्नु है त। हामी चाहिँ अब त्यो खोला कटेर जानुपर्छ। मलाई एकदम डर लागिरहेको छ। अब मम्मी राशिकल लानुहुन्छ, म चाहिँ हेर्छु कसरी लानुहुन्छ। हामी आउनुहुन्छ, आशिका त्यहाँ छ। त्यो पुलबाट लाने भनिराख्नु भएको छ। त्यहाँ खोला जति ठुलो छ, खोलामा लानु एकदम डर छ, बगाउँछ कि भनेर। हो मैले बगाएको देखेको थिएँ त्यहाँ। जाममा फसिएको छौँ। जामै त मिनी जाम। हेलो, हामी वहाँ निर्मल पोखरी जाने भनेको बाटो त यस्तो पो रहेछ। जाम खुलेको अवस्था। जाउँ जाउँ गुरुजी जाउँ। यहाँ डियो नि लान नसक्नु भएर डर लागेर त्यहाँ छ। यहाँबाट उहाँ लानु, यहाँबाट उहाँ लानु। यस्तो बाटो छ, मलाई थाहा छैन। यस्तो छ बाटो। ओ माई गड, ओ माई गड। कसरी ल्याउँछु? राइडर हो नि। लयो है, लयो लाउनु आउनु लयो है, लयो म बसाएको सक्सेस। आशिकाले चाहिँ ल्याएरै छोड्यो। आमा राइडर, प्रो राइडर। हेलो बु, हामी अब हिँड्दै जाउँ है। पछाडिबाट बाइक आयो गाँठे। 2000 years later. ल्याउन छ है, ल्याउन छ। एकदम मुस्किल। बाप रे बाप, बाप रे बाप। देखो जाम, देखो जाम। ये एक स्कूटर ने वो सबको जाम किया। दाइले हेल्प गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद दाइ। हामीले चाहिँ त्यो पुल काटेर ल्यायो। के भन्न चाहनुहुन्छ त्यो पुलको बारेमा? पुल एकदम अप्ठ्यारो रहेछ। पुलमा उता बाटो एकदम अप्ठ्यारो, खोला त्यस्तो खोला बगिराखेको छ। देखाएन देखाइसके अनि हामीले हिँड्नु होइन, हिँड्दिन। हामीलाई त सजिलै छ। भरे अब कसरी ल्याउने? मान्छे छ भने त हेल्प गरिदिन्छ, भएन भने हामीलाई बहुत मुस्किल हुन्छ। सो गाइस, अब हामी चाहिँ जान लागेको। चाहिँ आशिकाको ब्लग मैले हाइज्याक गरिदिएको ल। हो कि मम्मी? हो हजुर, हो हो हजुर। के छ हजुर? ठिक छ हजुर। हामी चाहिँ त्यो बाटो कट्टर नि आयो। अब भरे पानी नपर्ने हुन्थ्यो।
कस्तो पानी पर्यो वेदरले हामीलाई साथ दिएन अब हामी पोखरातिर झर्ने हेलो मैले आज ऋतिकास भ्लग भनेर हालेँ हेलो एभ्रिवान है बल्ल आइपुगेँ म मेरो च्यानलमा अघिनेबाट बहिनीले मेरो भ्लग ह्यान्डल गरिरहेको थियो हामी चाहिँ आज निर्मल पोखरी आएको थियो भ्यू पुरा टक्क लाएर भ्यू हेर्ने भनेर आएको लास्टमा पानी परिदियो विस खा भयो अनि यहाँ बादलले बादल लाएर हो भ्यू हेर्नु त्यस्तै भयो आली चर्को ल डढैमा मेला लागेछ जुत्ता पुस्केछ यहाँ हो डाँडैमा मेला लागेछ हुई 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 ल ल ल ल ल ल ल बोलाइराखेछ नजाउने उसले पर्खी बसेछ रुक्न त ल बुहाजी ल तपाईँको नि डाँडैमा मेला लागेछ गरिदिनु त सबैको डाँडैमा मेला लागेछ देख्यो तपाईँको खोइ मेकअप गर्दैछिन् ल मम्मी अर्को सँगमा ल पहिला बस्ने ठाउँ उता थियो अरे अहिले चाहिँ त्यहाँ बनाउन लाएर रहेछ त्यहाँबाट चाहिँ फुल भ्यूहरू देख्छ के अरे पोखराको भ्यूहरू है बु पोखरा भ्याली चाहिँ सब देख्थ्यो अरे के अरे त्यहाँबाट अहिले चाहिँ कुहिरो नि लाग्छ बनाउन नि लागेछ रङ टाइमिङमा आइपुगेछौँ हामी भिडियोमा उठाउँछ चाहिँ कपिराइट लाग्छ अनि भ्लगको पो कपिराइट हुन्छ त भ्लगमै त हाल्ने नि होइन ल होइन हामी म्युजिक उकाल चाहिँ म त दामी देखेछ हो गाइस यो भिडियो चाहिँ मेरो राम्रो ड्रेसहरू छ है फेरि आज पानी परेको कारणले यो खोलेर त उस हुन्छ है मेरो ड्रेस पनि दामी छ है तर म चाहिँ खोल्दैन ल पानी परिरहेको छ पानी परेको कारणले गर्दा म नाली सफा गर्न जानु लाग्यो कुलो सफा गर्ने मान्छे जस्तो देखिरहेको छ यो त्यहाँ अल्लाह के नाम में कुछ दे दे रे बाबा देखे मलाई अल्लाह के नाम में कुछ दे दे रे बाबा कुछ दे दे रे एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से गीत बजा न तो ड्राई पिकनिक को तो पिकनिक आए जस्तो भयो लम्बी आदमी त मम्मी नाच्ने कि छैन गाइस अब चाहिँ हाम्रो यहाँ र्याम्प वक हुँदैछ है आमा छोरीहरू मिलेर र्याम्प वक गर्न जाँदैछौँ हाम्रो र्याम्प वक इन्जोय गरिदिनु
रुको जरा सबर करो धरैमा मेला लागेछ कान्छीले बोलाइराखेछ मजा पनि है। हाम्रो भिडियो चाहिँ इन्जोय गर्दै हुनुहुन्छ होला है, गर्नु होला, हेर्दै हुनुहुन्छ नि त, गर्दै हुनुहुन्छ होला त्यही। अनि रमाइलो नभए नि रमाइलो माने जसरी रमाइलो मानिदिनु होला। पानी पर गया हाम्रो र्याम्प वक कस्तो लाग्यो है, कमेन्ट बिलो प्लिज। अब चाहिँ फोटोसुट गर्ने रे, हामी फोटोसुट गरेर अब जान्छौँ। पानी परिरहेछ आज, हामीलाई पानीले हाम्रो वेदरले धोका दियो। ओके गाइस, यु लेटर। सो यही हो आज हामी आएको ठाउँ। भने जस्तो भएन, रियालिटी भर्सेस एक्सपेक्टेसन, के अरे एक्सपेक्टेसन भर्सेस रियालिटी भयो। हाम्रो कुलो सफा गर्ने मान्छेले त्यो आफ्नो कस्ट्युम लगाउँदैछ। पानीको रिमझिम वर्षाको बेला हित मारेर किन रुझे कि परेको मुहार तिम्रो लाजले व्यर्थै किन झुके कि
लाजले व्यर्थै किन झुके पानीको रिमझिम वर्षाको बेला ल पानीको रिमझिम वर्षा पुङ्कम यहाँबाट चाहिँ बल्ल अहिले भ्यू देखेछ राम्रो देख्थ्यो के अरे देख्थ्यो अरे अब म त फर्स्ट टाइम आएको पानी पर्यो जता मम्मी मम्मी चाउ ढिच्क्या हो ओ डले म ए बाटो चाहिँ यस्तै छ फुस्रे खोला हाम्रो पोखरा बजार अनि हामीरी दुईटी आमा अब चाहिँ हामी घरतिर लाग्दैछौँ रितिका